Hello guys, welcome to our another vlog. धेरै पछि लङ टाइम पछि चाहिँ हामी भिडियो लिएर आउँदैछौँ। हामी चाहिँ बाहिर घुम्न जान आँटेको, कता जान्छौँ के गर्छौँ केही थाहा छैन। रेडी भएर चाहिँ निस्क्यौँ। 200जना सब्सक्राइबरहरूले लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। ल अब कता जान्छौँ अहिले गएपछि देखाउँछु है त। आज लास्ट हाल्नुपर्छ नि त नि 40 को पास हाल्ने हस् बाहिरतिर गयो भने काम लाग्छ। हामी चाहिँ मेट्रो पास हालेर नि जान्छौँ ल गाइस, अनि पछि भेटौँला। ओके हामी कहाँ आइपुग्यो? कहाँ हो? खै जिजस क्राइस्टको स्ट्याचु सबभन्दा ठुलो, यो सेकेन्ड ठुलो हो, लार्जेस्ट यो सेकेन्ड। फर्स्टमा उता ब्राजिलमा छ अनि सेकेन्डमा यो। अब यताबाट भयो भिडियो राम्रो बनाइदिएन भनेर रिसले हिँड्न थालिसक्यो। एक्लै यस्तै हो, जहिले यस्तै हो, भिडियो बनाइदिएन भनेर। रिसले यस्तो फुलेर बसेछ कि यस्तो फकाउनु पर्छ, फकायो भने नि हुन्न। रिसले अलि रिसाएको थिएँ, अहिले फेरि फकाएपछि अनि हाँस्न थालेको। यस्तो बेला चर्को सरले बोल्नु नि हुन्न। लखर 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 गाडी आयो। यहाँ त्यो 20 यहाँ म्याराथन पनि भइरहेको छ, त्यहाँ दौडिनु जाने भनेर दौडिनु थाले आजकल। सकिन्छ त नि। गाइज हामी चाहिँ अब स्ट्याचु पुग्नु आँट्यो। मलाई चाहिँ यो एरिया त कस्तो मन पर्यो, सुनसान है बेबी। यता आउनु न, सुनसान छ अनि कस्तो राम्रो छ नि है। मलाई त मन पर्यो। अब उता जानुपर्छ, के छ त्यही छ थाहा छैन। एउटा चिल जस्तो देखिरहेको छ नि, हो त्यहीँ जाने ल हामी। चिलले देखिरहेको चाहिँ त्यस्तै खालको देखेको छ भनेको कि। गाइज आइपुग्यौँ हामी। राजु कम हियर। वाह गाइज हामी आइपुग्यो है। अब चाहिँ गाइज मलाई त मन पर्यो, माई गड मन पर्यो। आउनु बित्तिकै मन पर्यो। हावा पनि मिठो चलिरहेछ है, कति राम्रो मन पर्यो मलाई त। अब हामी अझै नजिक जान्छस्। कस्तो राम्रो देखेछ, कस्तो राम्रो देखेछ, कसम कसम कस्तो राम्रो देखेछ। मेरो बुढो कस्तो राम्रो देखेछ। बेबी खुसी लागिरहेछ नि।
3 वर्षमा गाइस 3 वर्ष हुन आँट्यो फर्स्टचोटि आइरहेको यहाँ त सब मान्छे आइसक्यो होला एभ्रिवान आइसक्यो आज हामी पनि आइपुग्यौँ पहिला आएको हुनुहुन्छ भने हजुरहरू पनि आउन सक्नुहुन्छ है राम्रो एक्लै हिँडेछ त एक्लै आएको भयो हुन्थ्यो त गाइस हामी चाहिँ अब एकछिन यहाँ शीतलमा आएर बस्न आँटेको है सुत्ने रे एकदम घाम भयो अनि शीतलमा मजाले हावा सुत्यो कि साथी सुतेको ल ल ल आम परेर हो कि घाम उठेको साँच्चीकै सुतेको सुत्ने रे गाइस कस्तो आनन्द यस्तै नि हुन्छ सुत यसो फोटो खिचेर तिम्रो साथलाई सजाएर ए को त गेडाको खै थाहा होइन घाम आयो गाइस यहाँ कोही कोही मान्छे फोटो नराम्रो आयो भनेर रिसाएर कस्तो भइरहेको छ म भन्दा नि चर्को भाइ अब म राम्रो खिचिदिन्छस् यहाँ राम्रो आइरहेछ क्या है गाइस कति राम्रो याद छ मेरो बेबीलाई गाइस हामी त अब दुईजनाले आफै सेल्फी खिचेर चित्त बुझाइयो फोटो सोटो खिच्यो यहाँनिर अलिअलि तर राम्रो चाहिँ आएन जस्तो लागिरहेको त्यस्तै हो है अब जाने अब हामी घर जान्छौँ है गाइस यहाँ भित्र चाहिँ लिफ्टबाट माथि पनि जानु मिल्छ अरे खै यहाँ चाहिँ पैसा लाग्छ होला होइन तर हामीले यतातिर सोचेनौँ खासै जानु पनि के जाने हो र त्यो माथिबाट हेर्न चाहिँ हुन्थ्यो होला हुन चाहिँ त्यही हो अब हामी चाहिँ यो राउन्ड लाउँछौँ यसो के रहेछ फोटोसोटो मात्र खिच्यो भिडियो मात्र बनायो अब राउन्ड साउन्ड लाउँछौँ यताउति के रहेछ अनि त्यहाँबाट चाहिँ हामी घरतिर लाग्छ भाइ गाइस गाह्रो भयो झ्याउलाई अब कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है बाई अब अर्को भिडियो कहिले आउँछ थाहा छैन हामी त अब यो 3 वर्षमा फर्स्टचोटि घुम्न आइरहेको छ फेरि अब सायद अब कन्टिन्यू हुन्छ होला गाइस स्टे ट्युन है बाई भन बाई बाई बाई